तपाईलाई तपाईकै जीवनकालमा कति वर्ष हुनुभयो? 64 64 औसत नेपालीको आयु 73। तपाईसँग तपाईँ 100 वर्ष बाँच्नुहोस्, एउटा असल मान्छे हो तपाईँ, मेरो शुभकामना छ। तर एक्टिभ हुने कति नै वर्ष छ र त्यति वर्षमा यो मिसन पुरा हुन्छ? न 5-6 इयर्स होला। मैले भनिहालेँ नि, म जाँदाखेरि इतिहासले मलाई यसले गर्यो अथवा गर्ने प्रयास गर्यो, भागेन, अल्पत्र पारेर गएन, डराएन, अन्यायलाई बोल्यो, यो एजेन्डाप्रति इमान्दार थियो है भन्ने पार्ने हो र गर्छु। तपाईँलाई यो बिचमा तपाईँले दरबारलाई त खबर गर्नुभएकै छ। दरबारले चाहिँ धवल तिमीले गल्ती गर्यौ, केही समय राप्रपामा नै सङ्घर्ष गर भनिदियो भने के गर्नुहुन्छ? त त्यो चरण त पार भइसक्यो नि। तपाईँ पूर्व राजा ज्ञानेन्द्र शाहले त्यसो भन्नुभयो भने म मान्दिनँ भन्न सक्नुहुन्छ भने? मान्दैन, फर्किन्न राप्रपा। राजाले भने पनि जान्न, फर्किन्न। कति धेरै चित्त दुख्या रहेछ है। हो, कति धेरै कन्भिन्सन रहेछ। जसरी भन्दा जुन कुरा गलत हो त्यो कुरा जोडे भने पनि मान्नुहुन्न। तपाईँले छोड्ने बेला राजेन्द्र लिङ्गदेनसँग चाहिँ कुरा गर्नुभयो? उहाँ मेरो टेलिफोनै उठाउन। हामी 5 जना महामन्त्री, तपाईँको संवादहीनता नै छ। 5 जना 6 जना महामन्त्रीले यस्तो चुनावमा हामी हार्यौँ। महामन्त्री भने त कार्यकारिणी पोस्ट हो नि। 5 जनाले मिटिङ गरेर एक्चुअली अध्यक्षलाई भेटौँ, उहाँलाई सम्झाम, यसरी जाम भन्दाखेरि उहाँहरूसित म बोल्दैन भन्यो। मसित मात्र होइन, 5 जना महामन्त्री चाहिँ बोल्दैन। अनि भाषणमै मेरो अगाडि भन्यो, उहाँहरूले मसित भेट्न खोज्नु भएको थियो, मैले भेट्न मानिनँ। आफ्नै पार्टीको अध्यक्षले 5 जना 6 जना महामन्त्री भेट्दैन भन्छ, अनि त्यो पार्टी कहाँ पुग्ला? नेताहरूको चरित्र चाहिँ किन यस्तो भएको? दम्म बढ्छ। नेपालमा अध्यक्ष भइसकेपछि करिब सबै पार्टीका नेताहरूको तपाईँले इतिहास हेर्नुहोस्, दम्ममा चुल्लुम्म डुब्छन्। दम्म बढ्छ, विवेक हराउँछ। अधिकांश, म हाम्रो त्यो पुरानो पार्टीको पनि भन्दैन, अधिकांश नेताहरू हेर्नुहोस् त। पुरानो नभनौँ, किनभने सबैको देखिया छ नि त। सबैको देखिया छ। अब हुने अध्यक्षको पनि त्यस्तो नहोस् है। म त्यस्तो घमण्डी मान्छे पनि होइन राजेन्द्रजी, र म साधारण मान्छे हो, सबैको कुरा सुन्ने र डेमोक्रेटिक प्रणालीमा विश्वास गर्ने मान्छे हो। के कुरा मिल्दैन भने सबभन्दा ठुलो कुरो संवाद रहेछ क्या। संवाद पनि हो, अति ठुलो हुने कुरा रहेछ। संवाद पनि हो, र कुरा जब एउटा घरमा एउटा परिवारकै कुरा मिल्दैन भने पार्टी त धेरै ठुलो कुरा हो। एभ्री इस्युमा सबैको कुरा मिल्नु पर्दैन। नमिलेपछि त्यो अध्यक्षले सबलाई क्यारी गर्न सक्नुपर्छ। सकेन भने पुट इट टु भोट।